नमस्ते एभ्रिवान। आज चाहिँ म फिजिक्सको पनि एउटा पार्ट साउन्डको पनि एउटा सब पार्ट डोप्लर इफेक्ट जुन चाहिँ बोर्ड इक्जाममा एनबी बोर्ड इक्जाम फिजिक्समा रिपिटेडली डोप्लर इफेक्टबाट क्वेसन सोधिरहेको पनि हुन्छ। एउटा इम्पोर्टेन्ट पार्ट पनि हो। आज चाहिँ म मेरो क्लासमा डोप्लर इफेक्ट भनेको के हो, यसको कन्डिसन्स के छ र त्योसँग रिलेटेड रहेर एप्लिकेसन एउटा दुईटा न्युमेरिकलहरू गराउन गइरहेको छु है त। जस्तै डोप्लर इफेक्ट भनेको हामीले के भनिन्छ, केलाई चाहिँ डोप्लर इफेक्ट भनिन्छ भन्न म थोरै सुरुमा तपाईहरुलाई बताउँछु है डोप्लर इफेक्ट भनेको के हो भनेर। र सिम्पली हामीले बुझ्दा डोप्लर इफेक्ट भनेको के हो भने दुईटा, जस्तै एउटा चाहिँ सोर्स एउटा अब्जर्भर छ भने ड्यू टु रिलेटिभ मोसन बिट्विन सोर्स एन्ड अब्जर्भर वी क्यान observe the apparent frequency है। हामीले चाहिँ ड्यू टु रिलेटिभ मोसन बिट्विन सोर्स एन्ड अब्जर्भर द फ्रिक्वेन्सी चाहिँ के हुन्छ भन्दा चेन्ज हुन्छ। त्यो चेन्ज इन फ्रिक्वेन्सीलाई हामीले के भन्छौँ, अपरेन्ट फ्रिक्वेन्सी भन्छौँ। र सोर्स र अब्जर्भरको रिलेटिभ मोसनको कारण कहिले सोर्स अब्जर्भरतिर जाने कन्डिसन र कहिले अब्जर्भर सोर्सतिर जाने कन्डिसन्स, कहिले अब्जर्भर मोसनमा रहेर सोर्सभन्दा टाढा जाने कन्डिसन र कहिले अब्जर्भर रेस्टमा रहेर सोर्सभन्दा टाढा जाने कन्डिसन, यी विभिन्न कन्डिसन्सहरूमा हुने फ्रिक्वेन्सीको चेन्जलाई अपरेन्ट चेन्जलाई चाहिँ हामीले डोप्लर इफेक्ट भनिन्छ। सो डोप्लर इफेक्ट भनेको हामीले के बुझ्न सक्छौँ सिम्पली भाषामा भन्दा ड्यू टु रिलेटिभ मोसन बिट्विन सोर्स एन्ड अब्जर्भर, सोर्स र अब्जर्भरको रिलेटिभ मोसन्सको कारण अपरेन्ट चेन्ज इन फ्रिक्वेन्सी हुन्छ भने दिस प्रोसेसलाई चाहिँ हामीले के भन्छौँ भन्नुहोस् त, द प्रोसेसले चाहिँ के रिप्रेजेन्ट गर्छ, डोप्लर इफेक्ट रिप्रेजेन्ट गर्छ है। के रहेछ त डोप्लर इफेक्ट भनेको भन्दा ड्यू टु रिलेटिभ मोसन बिट्विन सोर्स एन्ड अब्जर्भर द फ्रिक्वेन्सी विल बी चेन्ज भनेको द अपरेन्ट फ्रिक्वेन्सी हुन्छ। त्यसलाई चाहिँ हामीले त्यो फेनोमेनालाई त्यो प्रोसेसलाई चाहिँ हामी के भन्छौँ, डोप्लर इफेक्ट भनेर हामीले भन्छौँ। यसलाई डोप्लर इफेक्ट भनिन्छ। जस्तै डोप्लर इफेक्टमा दुईटा तिनवटा कन्डिसन्सहरू हुन्छ, जस्तै तीनवटा कन्डिसन्सहरू हुन्छ। त्यो तीनवटा कन्डिसन्सहरूमा पनि हामीले अर्को तीनवटा सब कन्डिसन्सहरू पाउँछौँ। जस्तै छवटा कन्डिसन्सहरू यहाँ हुन जान्छ। जस्तै फर इक्जाम्पल डोप्लर इफेक्टको एउटा कन्डिसन्समा हामी जाँदा, जस्तै केस फर्स्टमै हामी जाउँ। जस्तै केस फर्स्टमै हामी गयौँ भने सुरुमा यो एउटा अब्जर्भर हो है, अब्जर्भर। यो अब्जर्भर केमा छ, अब्जर्भरलाई मैले ओले रिप्रेजेन्ट गरेँ, यो रेस्टमा छ। यो एउटा सोर्स हो, यो सोर्स चाहिँ कता गइरहेछ, टुवार्ड्स अब्जर्भर मुभ भइरहेछ, अब्जर्भरतिर गइरहेछ। यो कन्डिसनमा अपरेन्ट फ्रिक्वेन्सी कति हुने भन्दा, जस्तै भेलोसिटी अफ साउन्ड भी छ है, भेलोसिटी अफ साउन्ड हामीले भी ल्याएका छौँ, भेलोसिटी अफ साउन्ड भी छ, भेलोसिटी अफ साउन्डलाई हामीले भी मिटर पर सेकेन्ड ल्याएका छौँ। सोर्सको भेलोसिटी भीएस मिटर पर सेकेन्ड छ, अब्जर्भरको भेलोसिटी भी नट मिटर पर सेकेन्ड छ भने अब हामीले केही कुराहरू कन्डिसन्सहरू अपरेन्ट फ्रिक्वेन्सीको भ्यालु कति हुन्छ भनेर निकाल्न सक्छौँ। जस्तै यो कन्डिसन भनेको के भने ओ भनेको अब्जर्भर हो जुन रेस्टमा छ, यस भनेको सोर्स हो हैन। जस्तै अब्जर्भरको ठाउँमा रेस्टमा जस्तै हामी एउटा पर्सन अब्जर्भरको रूपमा रहेका छौँ भने अर्को कुनै कार आइरहेको छ, मोटरसाइकल आइरहेको छ, भेहिकल्स हुन पनि सक्छ, अथवा कुनै एउटा सिटी पुग्दै एउटा साथी आउन पनि सक्छ है। यो ओ रेस्टमा छ, अब्जर्भर रेस्टमा छ र सोर्स अब्जर्भरतिर गएको छ भने त्यति बेलाको अपरेन्ट फ्रिक्वेन्सी भनेको भी अपन के हुन्छ, भी माइनस भीएस इन्टु एफ हुन जान्छ। यो किन भी माइनस भीएस भयो भन्दा अब्जर्भर रेस्टमा छ, सोर्स अब्जर्भरतिर गइरहेछ भनेपछि रेस्टमा बसिरहेछ, अर्को साउन्ड प्रड्युसिङ अब्जेक्ट चाहिँ साउन्ड प्रड्युसिङ सोर्स चाहिँ त्यो रेस्ट अब्जर्भरतिर आइरहेछ भनेपछि त अब के हुने भयो, अपरेन्ट फ्रिक्वेन्सीको भ्यालु बढ्ने भयो। बढ्नको लागि डिनोमिनेटरको भ्यालु के हुनु पर्यो, घट्नु पर्यो नि त, सोर्सको भ्यालु त घट्नु पर्यो। त्यही भएर यो फर्मुला भयो है। अर्को केस
अब यहाँ अब्जर्भरसम्म सोर्स पुग्यो, त्यसपछि सोर्स फेरि के भयो, अवे भनेको अब्जर्भर रेस्टमा छ, सोर्स टाढा पुग्यो भने त्यो बेला फेरि के हुने भयो, फ्रिक्वेन्सी अपरेन्ट फ्रिक्वेन्सी घट्ने भयो। अब घट्नको लागि के भयो, डिनोमिनेटरको भ्यालु बढी हुनु पर्यो, भनेको मतलब कति, भी प्लस भीएस इन्टु कति हुने भयो, एफ हुने भयो। यो एउटा फर्स्ट केस भयो है। अब सिमिलरली सेकेन्ड केसमा हामी जाँदाखेरि, यसैको सेकेन्ड केसमा हामी गयौँ भने के हुन्छ भन्दा जस्तै सेकेन्ड केसमा सोर्स चाहिँ केमा छ, रेस्टमा छ, सोर्स रेस्टमा छ। अब अब्जर्भर चाहिँ के छ, अब्जर्भर सोर्सतिर गइरहेको छ, टुवार्ड सोर्स, सोर्सतिर गइरहेको छ, अथवा अब्जर्भर के गरिरहेको छ, सोर्सभन्दा अवे गइरहेको छ। अर्को एउटा कन्डिसन त्यो भयो। अब यो केसमा पनि के हुन्छ, अगाडि अब्जर्भर रेस्टमा थियो, सोर्स चाहिँ सपोज भन एउटा बस कार अथवा बाइक हर्न बजाउँदै अब्जर्भरतिर गयो भने जस्तै अहिले रेस्टमा बसेर यो हर्न दिइरहेछ, बजाइरहेछ, साउन्ड यसले प्रड्युस गरिरहेछ, अब्जर्भर साउन्ड कताबाट प्रड्युस भयो भनेर त्यसको नजिक गइरहेछ, भनेपछि टुवार्ड्स द सोर्सतिर गइरहेछ भने त्यो बेला अपरेन्ट फ्रिक्वेन्सी फेरि के हुन्छ, बढ्छ। अब बढ्दा के भयो, माथि भी प्लस भी नट भयो, तल भी छ भने इन्टु के हुन गयो, एफ हुन गयो, किनकि अपरेन्ट फ्रिक्वेन्सी डिरेक्टली प्रोपोर्सनल टु भेलोसिटी अफ साउन्ड र अब्जर्भरको जुन भेलोसिटीको समसँग डाइरेक्टली प्रोपोर्सनल टु हुँदा बित्तिकै अपरेन्ट फ्रिक्वेन्सीको भ्यालु के हुन्छ, बढ्छ। त्यही भएर माथि प्लस भयो। अब फेरि अब्जर्भर के गर्यो, सोर्सभन्दा अवे गयो भने त्यति बेला रिलेटिभ फ्रिक्वेन्सी भनेको के हुन गयो भन्दा फेरि घट्ने भयो। घट्दा के हुन्छ भन्दा भी माइनस भी नट भयो, तल भी ओरिजिनल छँदैछ, इन्टु कति भयो, एफ भयो। यसरी चाहिँ हामीले गर्न सक्ने भयो भन्दा सेम केस हेर्नुहोस् त, यहाँ अब्जर्भर रेस्टमा छ, सोर्स जाँदा एपरेन्ट फ्रिक्वेन्सी बढ्यो, टाढा जाँदा अपरेन्ट फ्रिक्वेन्सी घट्यो। फेरि सोर्स रेस्टमा छ, अब्जर्भर सोर्सतिर साउन्ड प्रोड्युसिङ अब्जेक्टतिर अब्जर्भर गइरहँदा अपरेन्ट फ्रिक्वेन्सी बढ्यो, फेरि पर जाँदा अपरेन्ट फ्रिक्वेन्सी घट्यो। हामीले त्यो बुझ्ने, के बुझ्ने, जब सोर्सको नजिक अब्जर्भर जान्छ अथवा सोर्स अब्जर्भरको नजिकतिर आउँछ त्यो बेला अपरेन्ट फ्रिक्वेन्सीको भ्यालु बढी हुन्छ, इन्क्रिज हुन्छ, बढ्छ, ओरिजिनल फ्रिक्वेन्सीभन्दा बढी हुन्छ। त्यही कुरा ठ्याक्कै सोर्सभन्दा अब्जर्भर टाढा जाँदा अथवा अब्जर्भर भन्दा सोर्स चाहिँ पर पुग्दाखेरि के हुन्छ, अपरेन्ट फ्रिक्वेन्सी घट्छ। एउटा केस यो भयो। अब अर्को केस के हुन्छ भन्दा ठ्याक्कै नेक्स्ट कुरा के हुन जान्छ, सोर्स र अब्जर्भर, नेक्स्ट केसमा यो सोर्स छ, यो अब्जर्भर छ, सोर्स र अब्जर्भर दुवै एक अर्कातिर मुभ गरिरहेछ। फर इक्जाम्पल मान तिमी अब्जर्भर हौ, तिम्रो साथीले सिटी फुक्दै हिँडिरहेछ, त्यो सिटी फुक्ने साथी तिमीतिर आउँदैछ, तिमी साथीतिर जाँदैछौ के, यो साथीको घर हो एकछिनलाई मान, यो तिम्रो घर हो एकछिनलाई मान, तिमी साथीको घरतिर आउँदैछौ, साथी सिटी फुक्दै तिम्रो घरतिर आउँदैछ भने त्यो बेला अपरेन्ट फ्रिक्वेन्सी के हुन्छ, बढ्छ। त्यति बेला के हुने भयो, दुवै एकअर्कामा अप्रोच हुँदा दुवैको केसमा बढ्ने, बढीको केस के हो, भी प्लस भी नट अपन भी माइनस भीएस इन्टु के एफ। अपरेन्ट फ्रिक्वेन्सी म्याक्सिमम हुने केस के हो त भन्दा भी प्लस भी नट हुँदा अब्जर्भरको केसमा म्याक्सिमम हुने केस भयो, भी माइनस भीएस हुँदा सोर्सको केसमा म्याक्सिमम हुने केस भएको हुनाले दुईटा अगाडिको फर्मुलालाई कम्बाइन गर्दा अपरेन्ट फ्रिक्वेन्सी के हुन गयो, भी प्लस भी नट अपन भी माइनस भीएस इन्टु एफ हुन गयो। के हो केसमा, दुईटा अप्रोचिङ टुवार्ड हुँदा, दुईटा एक अर्कातिर आउँदा है। यसलाई चाहिँ कहिलेकाहीँ इक्जाममा यो सोधेको पनि हुन्छ, अप्रोचिङ टुवार्ड्स इच अदर। त्यो अप्रोचिङ टुवार्ड्स इच अदर हुँदा यो हुन जान्छ भने त्यही केसमा यो सोर्स हो, यो अब्जर्भर हो, अब्जर्भर पनि अपोजिट डाइरेक्सनमा गयो, सोर्स पनि अपोजिट डाइरेक्सनमा गयो। भन्नुको मतलब के, यो तिम्रो आफ्नो घर हो, यो साथीको घर हो है। फर इक्जाम्पल मान अब तिमी आफू हर्न बजाउँदै तिम्रो घरभन्दा लेफ्टतिर गयो, साथी आफ्नो घरभन्दा राइटतिर गयो भनेपछि दुईजनाको दूरी बढ्यो भने त्यो बेला अपरेन्ट फ्रिक्वेन्सी घट्छ। अपरेन्ट फ्रिक्वेन्सी घट्नको लागि भी माइनस भी नट हुनु पर्यो भने तल के हुनु पर्यो, भी प्लस भीएस हुनु पर्यो इन्टु एफ हुनु पर्यो। यसरी चाहिँ हामीले डोप्लर सिपेटको कन्डिसन्सबाट अपरेन्ट फ्रिक्वेन्सी इन टर्म्स अफ भेलोसिटी एन्ड ओरिजिनल फ्रिक्वेन्सी हामीले विभिन्न फर्मुलाहरू क्याल्कुलेट गर्न सक्छौँ। अब यो फर्मुलाहरूलाई राम्रोसँग बुझेर हामीले याद गर्ने है। यसको डेरिभेसन त मैले यहाँ गरिनँ।
अब यिनीहरूको एप्लिकेसन चाहिँ कसरी भने इन टर्म्स अफ न्युमेरिकलमा कसरी गर्छु भन्दा यो इम्पोर्टेन्स पनि छ जुन एनबीमा सोधि पनि रहेको हुन्छ अ कार इज अप्रोचिङ टुवर्ड्स द क्लिफ एट अ स्पिड अफ 20 मिटर पर सेकेन्ड द ड्राइभर साउन्ड अ व्हिस्टल अफ फ्रिक्वेन्सी अफ 800 हर्ट्ज वाट विल बी द फ्रिक्वेन्सी अफ द इको एज हर्ड बाई द कार ड्राइभर भेलोसिटी अफ इयर हामीलाई दिएको छ हामीले के बुझ्नु पर्यो भन्दा एउटा क्लिफतिर एउटा भिर हो एउटा क्लिफ हो भने यहाँनिर के छ कुनै एउटा कारमा चढेर चाहिँ कोही कार यतातिर गइरहेको छ भने चाहिँ इको के हुने भयो अपोजिट साउन्ड भने चाहिँ दुवै कुरा जस्तै कार भन्दा बित्तिकै कारलाई तिमीले हर्न बजाएको छ कारलाई सोर्स मान्यौ जस्तै सोर्स मान्यो भने एउटा सोर्स हो भने फेरि अब्जर्भर पनि मान्छे हो कारभित्रै बसेको मान्छे हो हैन अब्जर्भर पनि कारभित्रै बसेको मान्छे हो भने यो केसमा के लाग्छ भन्दा अप्रोचिङ टुवार्ड्स इच अदरको केस लाग्छ टुवार्ड्स इच अदरको केस लाग्छ इच अदरको केस किन कारले हर्न दियो फर इक्जाम्पल यो हर्न क्लिफमा ठोकियो क्लिफबाट इको के भयो ब्याक आयो अब कारभित्रै अब्जर्भर पनि छ सोर्स र अब्जर्भर सँगसँगै छ भन्नुको मतलब के हो भन्दा यसमा चाहिँ अपरेन्ट फ्रिक्वेन्सीको फर्मुला हामीले के ल्याउने भयो टुवार्ड्स इच अदरको अगाडि के भएको थियो भन्दा भी प्लस भी नट अपन भी माइनस भीएस इन्टु एफ हामीले यसरी इजिली सम्झिनु पर्यो अब यसमा मैले गिभन लेखिनँ गिभन तपाईँहरूले आफूले लेख्न सकिहाल्नुहुन्छ त्यसमा कुनै ठुलो कुरा नै भएन अब भेलोसिटी अफ लाइट इन भेलोसिटी अफ साउन्ड सरी नट लाइट भेलोसिटी अफ साउन्ड इन इयर चाहिँ हामीलाई कति दिएको छ 350 दिएको छ अब स्पिड कति दिएको छ कारको 20 दिएको छ यहाँ 350 माइनस 20 भयो इन्टु कति भयो फ्रिक्वेन्सी कति दिएको छ ओरिजिनल फ्रिक्वेन्सी व्हिस्टलको कति दिएको छ ड्राइभर साउन्डको जुन हर्नको ओरिजिनल फ्रिक्वेन्सी 800 दिएको छ भनेपछि अब हामीले यसमा के बुझ्न सक्छौँ यो 2020 हामीले भिनटमा पनि भीएसमा पनि किन लेख्यौँ त किन भिनट पनि भीएस पनि 20 मिटर पर सेकेन्ड भयो त किन भयो होला भन्दा कारभित्रै मान्छे बसेर गइरहेछ नि त कार दौडिरहेछ मान्छे फरक तरिकाले बाहिर हिँडिरहेछ भन्यो भने चाहिँ भेलोसिटी एउटै एउटै थिएन तर यहाँ चाहिँ केस चाहिँ के छ भन्दा कार चलिरहेछ कारभित्र मान्छे छ अब्जर्भर पनि सोर्सभित्र नै छ त्यही भएर दुवैको भेलोसिटी के हो सेम हो यसरी हामीले राख्दा यहाँ कति भयो माथि 370 तल 330 इन्टु कति 800 भयो अब यसलाई चाहिँ हामीले सल्भ गर्नु पर्यो यसलाई सल्भ गर्दा झन्डै 896.97 हर्ज यस्तै जस्तो आउँछ है 896.97 हर्ज जस्तो आउँछ यो निकै इम्पोर्टेन्ट क्वेसन पनि हो यसलाई एक्चुअली हामीले यसरी गर्न सक्छौँ एउटा क्वेसन यो भयो नेक्स्ट एउटा क्वेसन छ यो पनि डब्लर इफेक्टमा सोधिरहने अर्को एउटा क्वेसन हो है यो पनि हामीलाई इम्पोर्टेन्ट नै छ यो क्वेसन यसले के भनेको छ भन्दा एन अब्जर्भर ट्राभलिङ विथ कन्स्ट्यान्ट भेलोसिटी अफ 20 मिटर पर सेकेन्ड passes close to a stationary source of sound and notice that there is a change of frequency of 50 Hz as he passes the sound. Right? And what is the frequency of the source? अब हामीलाई के सोधेको छ भेलोसिटी अफ इयर हामीलाई दिएको छ भने चाहिँ हामीलाई क्वेसन्समा भेलोसिटी अफ इयर भनेर हामीलाई दियो हैन भेलोसिटी अफ इयर छँदैछ भी भनौँ हामीले यो चाहिँ 340 मिटर पर सेकेन्ड भनेर हामीलाई दिएको छ र के भन्यो भने एन अब्जर्भर ट्राभलिङ विथ कन्स्ट्यान्ट भेलोसिटी अफ 20 मिटर पर सेकेन्ड हामीलाई अब्जर्भरको भेलोसिटी दिएको छ कति 20 मिटर पर सेकेन्ड दिएको छ पासेस क्लोज टु अ स्टेसनरी सोर्स भन्यो कस्तो दियो सोर्स चाहिँ यहाँनिर केमा छ रेस्टमा छ यसमा दुईवटा कन्डिसन छ सोर्स रेस्टमा छ एकपटक अब्जर्भर के भयो सोर्सतिर मुभ भयो टुवार्ड सोर्सतिर गयो 20 मिटर पर सेकेन्डले अब्जर्भर गयो र सेकेन्ड केसमा फेरि यसलाई के गर्यो अब्जर्भरले पास गर्यो अब्जर्भर सोर्सबाट अवे गयो भनेपछि यो दुईटा फ्रिक्वेन्सी हामीले थाहा पाउनु पर्यो जस्तै यसलाई यो फ्रिक्वेन्सीलाई हामीले सपोज एफ प्राइम मान्यो भने यो फ्रिक्वेन्सी एफ प्राइम हो भने यसको फर्मुला हामीले अगाडिदेखि के बनाएको थियौँ भी प्लस भी नट बाई भी इन्टु के हुन्छ एफ हुन्छ यसको केस त यो हैन यो केस भयो भने अर्को यो अवे जाँदाको फ्रिक्वेन्सी एफ डबल प्राइम भयो टाढा गयो भने यदि सोर्स रेस्टमा छ र अब्जर्भर टाढा गएको छ भने त्यति बेलाको के हुन्छ भी माइनस भी नट बाई भी इन्टु कति हुन्छ एफ हुन्छ यो त मैले अगाडि नै कन्डिसनमा
सेकेन्ड कन्डिसनमा निकालिसकेको छु हैन। क्वेसनले पनि त्यही भनेको छ, के भनेको छ 20 मिटर पर सेकेन्डले अब्जर्भर सोर्सतिर गयो, सोर्स रेस्टमा छ, अनि फेरि सोर्सबाट टाढा गयो कतिले 20 मिटर पर सेकेन्डले। त्यो दुईटा बेलाको चेन्ज इन फ्रिक्वेन्सीको भ्यालु हामीलाई दिएको छ। भने पहिला हामीले फ्रिक्वेन्सी निकालौँ। यो 340 दियो प्लस कति दिएको छ भ्यालु 20 दिएको छ, तल कति भयो 340 भयो, इन्टु गइ छ एफ छ। अब हामीले यसो हेरौँ त 340 मा 20 जोड्दा 360 छ, तल 340 छ, अनि एफ छ, 0 ले 0 काट्यो। र 2 ले नर्मल्ली हामी गर्यो भने 2 ले 18, तल कति 17, 18/17 एफ भयो फर्स्टको फ्रिक्वेन्सी है। सोर्सतिर जाँदाको फ्रिक्वेन्सी यति भयो भने अब सेकेन्डमा हामी जाउँ। 340 छ माइनस कति छ 20 छ, अनि तल कति छ 340 छ, इन्टु कति भयो एफ। 340 मा 20 गर्दा कति 320, तल कति 340 इन्टु एफ, 0 ले 0 काटौँ। 2 ले 32 लाई 16, तल यो कति 17, यो कति भयो एफ भयो। भनेपछि अब हामीले हेरौँ त अब्जर्भर सोर्सतिर जाने बेलाको फ्रिक्वेन्सी 18 एफ अपन 17 छ। सोर्स भन्दा पर अब्जर्भर अवे फ्रम द सोर्स जाने बेलाको फ्रिक्वेन्सी 16/17 एफ छ। अब क्वेसन फेरि ब्याक जाउँ क्वेसनमा। Observer traveling with constant velocity of 20 meter per second passes close to a stationary source of sound and notices that there is a change of frequency of 50 Hz as he passes the source. जब सोर्सलाई पास गरेर गयो त्यति बेलाको चेन्ज अफ फ्रिक्वेन्सी भनेको हामीलाई कति दियो एफ प्राइम माइनस एफ डबल प्राइमको भ्यालु कति दिएको छ 50 हर्ज भनेर हामीलाई क्वेसनमा दिएको छ। अब हामीलाई के सोधेको छ व्हाट इज द फ्रिक्वेन्सी अफ द सोर्स भनेर हामीलाई दिएको छ। एफ को भ्यालु सुरुमा फ्रिक्वेन्सी अफ सोर्सको भ्यालु कति हो हामीले निकाल्नु पर्यो। अब यहाँ हेरौँ त एफ प्राइम भनेको 18/17 एफ छ माइनस अर्को कति छ 16/17 एफ छ इजिकल टु कति छ 50 छ। अब हामी यसमा जाँदाखेरि कसरी जाने 18 मा 16 18 एफ माइनस 16 एफ छ, तल कति छ 17 छ इजिकल टु कति छ 50 छ। अब हामी के गर्न सक्छौँ 18 मा 16 2f इजिकल टु 50 इन्टु कति छ 17 छ। देयरफोर एफ इजिकल टु कति भयो 2 ले 50 लाई 25 पल्ट काट्यो 25 इन्टु कति 17। अब हामी नर्मल्ली बुझ्दा 25 इन्टु 17 भने कति हुन्छ। यदि यहाँ 17 को ठाउँमा 16 भएको भए 16 इन्टु 25 भने 400 इन्टु एउटा बाँकी रह्यो भनेपछि 425 हर्ज आयो। यसरी चाहिँ हामीले ओरिजिनल फ्रिक्वेन्सी क्याल्कुलेट गर्न सकिन्छ। भनेपछि कहीँ कतै केही कन्फ्युजन भयो भने पनि यसमा अगाडिको फर्मुलाहरू हामीले जसरी गरेका छौँ त्यो फर्मुलाबाट जाने र यसमा चाहिँ मेन कुरा डोप्लर इफेक्टमा के हुन्छ भने डोप्लर इफेक्ट भनेको साउन्डमा नपढी नहुने कुरा हो। सुरुमै डोप्लर इफेक्ट त्यसको कन्डिसन्स त्यसको एप्लिकेसन र क्लोज ओपन अर्गन पाइपहरू हेर्नुभयो भने तपाईँहरूलाई इक्जामको लागि दुईटा साउन्डको 5 नम्बर मध्ये एउटा लगभग स्योर जस्तै हुन्छ। त्यही भएर मैले के भनेको छु भन्दा सुरुमा डोप्लर इफेक्ट भन्दा बित्तिकै सिम्पली म अब इन कन्क्लुजनमा जान्छु। डोप्लर इफेक्ट भनेको के रहेछ रिलेटिभ मोसन between source and observer the frequency will be changed. Such apparent frequency लाई हामी के भन्दा रहेछौँ apparent frequency आउने कन्डिसनलाई डोप्लर इफेक्ट भन्ने हामीले भन्छौँ। यसमा सोर्स र अब्जर्भर बीचको रिलेसन हो। सोर्स अब्जर्भरतिर जाँदैछ या अब्जर्भर भन्दा टाढा जाँदैछ, अब्जर्भर सोर्सतिर जाँदैछ या अब्जर्भर सोर्स भन्दा टाढा जाँदैछ, सोर्स र अब्जर्भर एकअर्कामा एप्रोचिङ गर्दैछन् अथवा टाढा जाँदैछन्। यो कुराले के गर्छ भने एउटा कन्डिसन्सबाट हामीले फर्मुलाहरू पाउँछौँ। जब हामीसँग फर्मुला हुन्छ त्यसपछि हामीले जस्तोसुकै एप्लिकेसन पनि इजिली गर्न सक्छौँ। अब कहिलेकाहीँ चाहिँ कुनै एउटा सोर्स कहिलेकाहीँ यस्तो पनि दिन्छ त्यो हामीले गरिरह हुन्नौँ। जस्तै अब्जर्भर भयो, अब सोर्स यहाँबाट जाँदा सोर्स चाहिँ अब्जर्भर सिधै नगएर अब्जर्भरतिर गयो तर अब्जर्भरसँग सर्टेन एङ्गल बनाएर सोर्स गयो। यो केस खासै गरे हुन्न, यो पनि आउन सक्छ। अब्जर्भरसँग स्ट्रेटली जाँदा त अपरेन्ट फ्रिक्वेन्सी भनेको हामीले कति लेखेका छौँ सिधै जाँदा अपरेन्ट फ्रिक्वेन्सी v माइनस vs इन्टु कति हुन्छ एफ हुन्छ। सोर्स अब्जर्भरतिर जाँदाखेरि हामीले v माइनस vs इन्टु एफ लेख्यौँ। कहिलेकाहीँ सोर्सले सर्टेन एङ्गल बनाएर गयो भने के हुन्छ भनेर पनि सोधिरहेको हुन्छ। त्यति बेला v भयो भने vs चाहिँ के हुन जान्छ v cos थीटा हुन जान्छ ल, v cos थीटा इन्टु एफ हुन्छ। यो पनि एउटा सानो स्पेसल केस जस्तो हो, यसलाई पनि याद गर्न सकिन्छ। थ्याङ्क यू।